हाम्रो फिल्म डाइरेक्टर साहब सुदीपजी हाम्रो साथी हिँडिरहनु भएको छ। टिकट काउन्टर सायद यहाँबाट अर्कै स्थानमा हामी पुग्छौँ होला भन्ने महसुस भइरहेको छ। यो श्रम संस्कृति पार्क धरान टिकट काउन्टर। ओहो यहाँदेखि त बेग्लै एउटा स्वर्गमा हामी पुग्दो रहेछौँ। यहाँबाट फुलले ढाकेको फुलले सजिएको यो स्थान साँच्चै नै कति सुन्दर अनि कति सफा रहेछ भन्ने हामी महसुस गर्न सक्छौँ। यहाँ श्रम संस्कृति पार्कमा फिल्म डाइरेक्टर साहब सागरजी अब फोटो खिच्ने तयारीमा। आज फोटो सेसन लिने हाम्रो आफ्नै साथी सुदीपजी हुनुहुन्छ, लगातार खटिरहनु भएको छ। र यो साँच्चै नै सुन्दर स्थान छ है। मन कति भावुक हुँदो रहेछ सुन्दर स्थानमा पुगेपछि। सेतो कलर, पिङ्क कलर, यसो पर्पल कलर, हरेक कलरको फुलले साँच्चै नै सजिएको सुन्दर स्थान। यो कहीँ पनि सफा, हरेक ठाउँ सफा देखिन्छ। यो ठाउँहरू सजिएको हामी यो तपाईँले देख्न सक्नुहुन्छ। आहा यो फुलहरू तपाईँले हेर्नु पाउनुहुन्छ। माथि घोर जङ्गलहरू हामी देख्न पाइरहेका छौँ। यहाँ हरेक अनि प्रत्येक उम्रको हाम्रो व्यक्तित्वहरू यहाँ घुम्न आउनुहुन्छ। हामी देखिरहेका छौँ लुङामाहरू, अदाङमाहरू, यसरी मसिनो नानीहरूदेखि लिएर बुजुर्ग सबै यसरी घुम्न आएका हामी देखिन रहेका छौँ। सबै कति फोटो भिडियोहरू बनाउनु रुचाउँदो रहेछन् हाम्रा यसरी लुङामाहरू चारैपट्टिदेखि आएर। आहा हामी देख्न पाइरहेका छौँ। ल र यहाँ धेरै उम्रका हाम्रा सबैजना घुम्न आउनुहुन्छ। लुङामाहरू पनि हामी देखिरहेका छौँ परसम्म। सुदीपजी यति सुन्दर स्थानमा सागरजीको एउटा तस्बिर धेरै आकांक्षा बोकेको क्या दाइ। आहा साँच्चै सुन्दर स्थान। तपाईँ जानुहोस्, भिडियो होइन तपाईँको? ओके ल स्क्रिन फोटो खिच्नुहोस् न हो। यहाँ हजुर यति सुन्दर तपाईँले देख्नु पाउनुहुन्छ यो भलोसित। मजा आइरहेको सब भिडियो छ है तपाईँको यहाँ। भिडियो तपाईँले यहाँ देख्न पाउनुहुन्छ ब्रो। यत्रो ठुलो बजाउन सकिँदैन त हाम्रो संस्कृति, हाम्रो प्यारो गर्नुपर्छ। आहा यहाँदेखि एकछिन यहाँ भारी बोक्नु सकाउने यहाँ बुबुलाई। ओके आमा कति गरम बोकेको हाम्रो बुबुले त हौ। ओहो ल दामी छ दामी। यताबाट माथिबाट उफ्रिँदै आउनु त तपाईँ। अरे यता यहाँ पनि रहेछ हाम्रो बुबु म सकाउनु। यो भारी तपाईँलाई गरम भइरहेको छ मलाई। अलिकति हाम्रो जाति नै हुनुहुन्छ मजा आइरहेको छ। मोमो त बल्ली हुनुहुन्छ हौ त भलिनु नानी। आहा र साथी अब नयाँ स्टेचुरियम यहाँ खोलिएको छैन हामी देखिरहेका छौँ। र यो तपाईँले देख्न पाउँछ यति सुन्दर स्थानहरू हामी देख्न पाइरहेका छौँ। यसरी आमाहरू घुम्न तपाईँलाई कस्तो रमाइलो भइरहेको छ? एकदम रमाइलो नि। कस्तो मजा आइरहेको छ के को यहाँ चाहिँ? यहाँ आइसकेपछि यो के अरे यो उद्घाटन हुन बाँकी रहेछ। ओहो हुन एउटा नयाँ कुरो चारैपट्टि यहाँ मान्छे बस्न पनि सक्छ। बस्नुकै लागि बनाएको होला यिनीहरू त। हजुर यो पार्क नै हो नि है। आहा चारैपट्टि तपाईँले हेर्न सक्नुहुन्छ। बस्नुको कुनै दुःख छैन। पार्क यति सुन्दर पार्क। मसिनो नानीहरू पनि खेल्न कुद्न कति मन पराउँछन् यो जग्गामा आएर। हामी यो महसुस गर्न सक्छौँ। यहाँ आएपछि कोही दुखी देखिँदैन। हरेक दुःख लुकाएर सके हाँस्ने ठाउँ भनेर यहाँ महसुस गरिरहेको छु म त। साँच्चै नै कति खुसी र खुल्ला प्रकारले हाँस्ने जग्गा जस्तो लागिरहेको छ। आहा सबैजना
आफ्नो दुःख हरेक दुःखहरू लुकाएर खुल्ला प्रकारले हाँस्ने जग्गा हाँस्ने स्थान हो जस्तो मलाई महसुस भयो रमाइलो ठाउँ, आइपुग्यो। रमाइलो फोटो फोटो अब तपाईँले खिच्नु मोबाइल दिनुहोस् न उहाँलाई ल धन्यवाद हामी यस्तै कार्यक्रम लिएर आइ नै रहनेछौँ